जलवायु परिवर्तन अब केवल अन्तर्राष्ट्रिय बहसको विषय मात्र नभई सीमान्तकृत समुदायको दैनिकीमा गहिरो असर पार्ने यथार्थ बनिसकेको छ। भौगोलिक विविधताले भरिपूर्ण नेपालमा यसको प्रभाव झनै तीव्र छ। कृषिमा निर्भर साना किसान, अपाङ्गता भएका व्यक्ति, महिला घरमुली, एकल महिला र भूमिहीन समुदाय खडेरी र तापक्रमको उतार चढावसँग जुधिरहेका छन्। यिनै समुदायको जीवनमा सुधार ल्याउने लक्ष्यका साथ सन् 2022 देखि 2025 सम्म समानुकूलित जीविकोपार्जनका लागि साना किसानहरूको क्षमता अभिवृद्धि कार्यक्रम सक्षम परियोजना सञ्चालनमा छ। यो परियोजना फिनल्यान्ड सरकार परराष्ट्र मन्त्रालयको सहयोगमा फिल्म नेपाल मार्फत लिबर्डले कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका तथा डोटीको जोरायल गाउँपालिकामा कार्यान्वयन गरेको हो। यो परियोजना भूमि व्यवस्था, कृषि तथा सहरी मन्त्रालय, सुदूरपश्चिम प्रदेश, कृषि ज्ञान केन्द्र कञ्चनपुर र डोटी, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र, सम्बन्धित नगरपालिका र गाउँपालिका तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी सङ्घ संस्थासँगको समन्वय तथा सहकार्यमा सञ्चालन भएको हो। परियोजनाले समानुकूलित तथा विपद जोखिम न्यूनीकरण प्रविधि तथा अभ्यासहरूको प्रवर्धन गर्दै लक्षित समुदायको खाद्य, पोषण, आय र अनुकूलन क्षमतामा सुधार ल्याउने लक्ष्यसहित काम गरिरहेको छ। परम्परागत कृषि प्रणालीमा निर्भर समुदायलाई जलवायु मैत्री अभ्यास र आधुनिक प्रविधिमा संलग्न गराउनु सक्षम परियोजनाको महत्त्वपूर्ण उपलब्धि रह्यो। परियोजनाले 3 स्थानीय तहका 4 स्थानमा जलवायु मैत्री नमुना गाउँ स्थापना गरेको छ, जस अन्तर्गत 118 घरधुरीले प्लास्टिक तमेल, छापो प्रविधि, थोपा सिँचाइ, झोल मल, एकीकृत रोग किरा व्यवस्थापन, सुधारिएको गोठे मल, माटो सिमेन्ट मिश्रित पोखरी, गणेउला मल लगायतका प्रविधि तथा अभ्यासहरू प्रयोग गरिरहेका छन्। परियोजना अन्तर्गत 18वटा नयाँ प्रविधि एवं अभ्यासहरूको परीक्षण पनि गरिएको छ। यी प्रविधि तथा अभ्यासहरूको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै उत्पादित वस्तुको गुणस्तरमा पनि उल्लेखनीय सुधार भएको पाइन्छ। प्रति घरधुरी कृषि क्षेत्रबाट वार्षिक औसत आम्दानी 44,597 बाट वृद्धि भई 87,651 पुगेको छ। सिँचाइ नभएको बेला तरकारी यस्तो सुक्खा ठाउँमा त हामीलाई धेरै अलिअलि थोरै खानालाई पनि अप्ठ्यारै भइराखेको थियो हामीलाई। अनि अहिले यो हामी चाहिँ 10 जना चाहिँ यो तरकारी खेती गरिराखेका छौँ। हामीलाई 2वटा घर अनुदानमा सहयोग गर्नुभयो मौरी सहितको, र अहिले हामीले 2बाट 4वटा रानो छुट्याएर 4वटा बनाएको छौँ र मौरीबाट राम्रै फाइदा छ। म बेचिरहेका छौँ र पोहोर साल हामीले जेठ असारतिर लिएका थियौँ 2वटा घर। अहिले हामी 4वटा घर बनाउन सफल भएको छौँ र 8-9 केजी जति हामीले बिक्री गरिसकेका छौँ 1000 रुपियाँका दरले। आजभोलि फरक भनेको त्यो औषधि किन्नु नपर्ने, घरहरूलाई औषधि बनाउने र थोपा सिँचाइ भयो, टनेल विधि। अब पहिला हामी सिजनमा मात्र बनाउँथ्यौँ र राम्रो मूल्य पाइन्थेन। आजभोलि टनेल पाएपछि हल्का राम्रो भएको छ। टनेलमा अफ सिजनमा पनि गर्न पाइयो, राम्रो मूल्य पनि पाइन्छ। परियोजना र कृषि ज्ञान केन्द्र कञ्चनपुरको संयुक्त पहलमा भूमिहीन समुदायलाई आत्मनिर्भर बनाउन सार्वजनिक जमिन भाडामा लिएर सामूहिक खेती गर्न प्रोत्साहन गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका 5 गुलरियामा मुक्त कमैया समुदायका 8 महिलाले विद्यालयको 3 बिघा जमिन भाडामा लिएर तरकारी खेती तथा अन्नबाली लगाएका छन्। प्लास्टिक टनेल, सिँचाइ, तालिम, बिउ र प्रविधिको सहयोगले उनीहरूले पहिलो वर्षमै 5,44,440 रुपैयाँ आम्दानी गरेका छन्। आत्मविश्वास बढेसँगै उनीहरू उत्साहका साथ कृषि कर्ममा जुटिरहेका छन्। गर्न सकियो भने फाइदा छ, आउँछ फाइदा, तर मेहनत पनि छ, सँगसँगै फाइदा नि छ। हामी यही करार खेती गर्ने हौँ अनि 8 जनाको समूह जुटाएर 8 जनाले हामीले सक्षम भए लिबर्ड र ज्ञान केन्द्रको सक्षममा। परियोजनाले कार्यक्षेत्रका नदी किनाराका केही क्षेत्रमा विपद जोखिम न्यूनीकरणका लागि जैविक तटबन्धन गरेको छ भने बगर क्षेत्रमा खेतीका लागि 239 जना भूमिहीन तथा मुक्त कमैया समुदायका कृषकहरूलाई प्रविधि र उत्पादन सम्बन्धी सामग्रीहरू समेत सहयोग गरेको छ।
उनीहरूले तरबुजा, खरबुजा, काँक्रा, लौका जस्ता बालीको खेतीबाट औसत वार्षिक आम्दानी 1,20,000 देखि 1,67,037 रुपैयाँसम्म गर्न सफल भएका छन्। यसबाट 239 जना कृषकहरू लाभान्वित भएका छन्। पर साल 7 कट्टा लगाएको सर 1.5 लाख को त नगदै बेचे अनि अरू घरमा खाए बालबच्चा। यस्तै 10 कट्ठा 15 कट्ठा जतिमा गर्थेँ। अब उहाँदेखि सहयोग पाउनु भएको छु त बढाएको छु, अलिकति 1.5-2 बिघा जतिसम्म लगाएको छु। परियोजनाले लक्षित समुदायको खाद्य सुरक्षा र पोषण सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। परियोजना अन्तर्गत विकास गरिएको घर बगैँचा लक्षित समुदायको पोषण सुधारको भरपर्दो माध्यम बनेको छ। समुदायले घर बगैँचाबाट उत्पादित तरकारी आफ्नै उपभोगपछि बिक्री गरी औसत वार्षिक रु 20,000 देखि 60,000 रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। यस्तो तालिम पनि ल्याएको थिएनौँ, जानकारी थिएन, हामीलाई खेती गर्ने केही तरिका थिएन। लिभर संस्था आइसकेपछि विभिन्न किसिमका तालिमहरू पायौँ। त्यसपछि हामी गर्न अलि सजिलो भइरहेछ। वर्षमा त कमाइन्छ 80-90 हजार जति, लाख भनौँ। क्यालेन्डर बनाएर वर्षभरि कसरी विभिन्न किसिमका खाद्य पदार्थहरू उपलब्ध गराउन सकिन्छ त्यो हिसाबमा खेती गर्ने भएको हुनाले घर बगैँचाले घर परिवारको पोषण र खाद्य विविधतामा विभिन्न महत्त्वपूर्ण तरिकाद्वारा योगदान पुर्याइरहेको छ। घर बगैँचा राम्रोसँग व्यवस्थापन भयो, घर बगैँचाले एउटा वर्षभरि ताजा उत्पादनमा गरिब तथा पिछडिएका वर्गहरूको पहुँचमा वृद्धि गर्छ, जसले पनि खाद्य र पोषण विविधतामा सहयोग पुर्याउँछ। परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न व्यवसाय मार्फत स्वरोजगार बन्न प्रोत्साहन गर्ने उद्देश्यले प्राविधिक सिप अभिवृद्धि तालिम, व्यावसायिक योजना निर्माण तालिम र अनुदान प्रदान गरेको छ। काठको रन्दाहरू भयो अनि यस्तै सामानहरू बनाएर गर्थे। अहिले यो चाहिँ लिबर संस्थाले अलि यो औजारहरू दिएर अलि एकदम सजिलो भइरहेछ सर, काम गर्नलाई पनि एकदम सजिलो भयो। पहिला सर यो काठले गर्दाखेरि लगभग एकै चौखटै बनाउनु पर्यो भने 3-4 दिन लाग्थ्यो। अहिले यो सामानले गर्दा लगभग एकै दिनमा 3-4वटा बनाउन सकिन्छ, त्यत्रो सुविधा भएछ। मलाई धेरै सपोर्ट भएको छ। जस्तै कि मैले आफ्नो जीविकोपार्जनको लागि यसले टेवा पुर्याइरहेको छ। जस्तै कि मैले अब वार्षिक रूपमा केही नभए नि 1.5-2 लाखको कारोबार गर्छु, त्यसमा मलाई आफ्नो लागि र आफ्नो परिवारको लागि थोरै भए नि सहयोग सपोर्ट भइरहेको छ। आम्दानी मेरो महिनाको तपाईँको अब खर्च काटाएर मेरो लगभग 20,000 जति बचत हुन्छ। अब म पनि गरेर खान्छु, केही गर्छु कि भन्ने चाहिँ ऊर्जाहरू बढेको छ मेरो। परियोजनाले सामुदायिक बिउ बैंकको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको छ, जसबाट स्थानीय जातका बिउको सङ्कलन, संरक्षण र प्रवर्धन मार्फत जैविक विविधतामा वृद्धि, उत्पादनमा वृद्धि तथा जलवायु परिवर्तनको असरबाट बाली जोगाउन मद्दत पुगेको छ। बिउ बैंकबाट कृषकले गुणस्तरीय बिउ सहजै पाएका छन्। जैविक विविधता र स्थानीय बालीको संरक्षणमा यो प्रयास प्रभावकारी साबित भएको छ। हाल कञ्चनपुरको कृष्णपुर र लालझाडी तथा डोटीको जोरायल गाउँपालिकामा गरी 3वटा सामुदायिक बिउ बैंक सञ्चालनमा छन्, जसबाट 4,000 कृषकहरू लाभान्वित भएका छन्। जैविक विविधतालाई संरक्षण गर्नको लागि साझेदारीमा कार्यक्रम गरिएको छ, जुन लोप भइरहेका बाली नालीहरूलाई लगायत यहाँका रैथाने खाद्यान्न वस्तुहरूलाई संरक्षण गर्नको लागि चाहिँ त्यो कार्यक्रम सञ्चालन भइरहेको छ। र यसले गर्दाखेरि यहाँका जनताहरू एकदम खुसी पनि भएका छन्। अहिले भर्खरै एउटा लाल आनन्दीको सूचीकरण गराउनु भएको छ, यो उहाँको पालकदमीले गर्दाखेरि त्यो पनि भइसकेको छ। भइरहेको बालीहरूलाई कसरी संरक्षण गर्नुपर्छ भन्ने पनि एउटा यो सामुदायिक बिउ बैंकबाट पनि जनचेतना उहाँहरूले पाएका छन्। लिबर सक्षम परियोजनाले यो बिउ उत्पादनको लागि किसानहरूलाई पनि तालिम पनि दिनुभएको छ। उहाँहरूले जसरी उहाँहरूलाई अनुमति पत्र पनि छ बिउ उत्पादन गर्ने किसानहरूलाई, यदि उहाँहरूले कसैले बिउ उत्पादन गर्न चाहियो भने कृषि ज्ञान केन्द्रबाट अनुमति लिन पनि सक्नुहुन्छ। सुदूरपश्चिमकै एउटा नमुना बिउ ब्याङ्कमा पनि उहाँहरूले लगानी लगाउनु भएको छ। बिउ ब्याङ्कको अवधारणा पनि हामी गाउँपालिका बसेर उहाँहरू एनजिओ र आइएनजिओ
र जोराइल गाउँपालिका मिलेर हामीले बिउ ब्याङ्कको पनि स्थापना गरेका छौँ। पालिकाको पनि लगानी छ र लिबरले पनि त्यसमा साझेदारी गर्नुभएको छ। हाम्रो पशुपालन क्षेत्रमा पनि उहाँहरूले काम गर्नुभएको छ, कृषिमा पनि काम गर्नुभएको छ, क्षमता अभिवृद्धिका कामहरू पनि गर्नुभएको छ भने जोराइल गाउँपालिकामा विपद व्यवस्थापन समितिलाई तालिम दिने र सामग्रीहरू वितरण गर्ने र अब विपद जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि गाउँ-गाउँमा सचेतना पनि कार्यक्रम उहाँहरूले पनि फैलाउनु भएको छ। त्यसका लागि पनि हाम्रो समन्वय र साझेदारी निरन्तर चलिराखेको छ। परियोजनाले उपलब्ध गराएका उन्नत एवं स्थानीय जातका बिउ, क्षमता अभिवृद्धि तालिम, जलवायु मैत्री प्रविधि र अभ्यासहरूको प्रयोगले तरकारी बाली उत्पादनमा 45.9% र खाद्यान्न बाली उत्पादनमा 20.89%ले बढाएको छ। जलवायु उत्थानशील कृषि प्रविधि अहिले 97% घरधुरीले प्रयोग गरिरहेका छन्। 1750 घरधुरीले विभिन्न आयमूलक कार्यक्रम मार्फत वार्षिक 20,714 देखि 1,55,000 रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। त्यस्तै लक्षित घरधुरीको आहार विविधता 3.1% बाट बढेर 5.28% पुगेको छ। यसको साथै 20 वटा नयाँ बालीको जातहरूको प्रवर्धन गरिएको छ। यो परियोजना मार्फत 682 जना कृषकहरूले साना व्यवसाय तथा आय आर्जनका क्रियाकलापहरू सञ्चालन गरिरहेका छन्। साथै 1400 जना कृषकहरूको सहकारी मार्फत बजारीकरणमा सहयोग पुगेको छ। सहकारी मार्फत सङ्कलन केन्द्र खोलाउन त भन्ने हिसाबले लिबर्टद्वारा सञ्चालित सक्षम परियोजनालाई माग गरेका थियौँ र उहाँहरूले हामीलाई सपोर्ट गर्नुभयो। गाउँमै पनि सङ्कलन गर्छौँ कि हामी त्यहाँबाट अनि डाइरेक्ट पनि पठाउँछौँ। अब हाम्रो यहाँ नजिकको किसानहरू यहीँ ल्याउनुहुन्छ। अहिले चाहिँ लगभग 300 घरधुरी जति लाभान्वित छन्। परियोजना सञ्चालनका क्रममा यस परियोजनासँग सम्बन्धित स्थानीय पालिका, प्रदेश मन्त्रालय र अन्य सरकारवालाहरूसँग सहकार्य गरिएको छ। यस समन्वयले परियोजनाको प्रभावकारिता र दिगोपनामा महत्त्वपूर्ण योगदान पुर्याएको छ। साथै यस परियोजनाले विभिन्न सरकारवालाहरूको सहकार्यमा 10 मिलियन थप आर्थिक सहयोग व्यवस्थापन गर्न सफल भएको छ। जलवायु परिवर्तन भइरहेछ जसले चाहिँ किसानहरूलाई एकदमै ठुलो नोक्सान गरिरहेको अवस्थामा हामी त्योसँग विथस्ट्यान्ड गर्न सक्ने, त्योसँग लड्न सक्ने विभिन्न किसिमका प्रविधिहरू हामीले प्रसार गऱ्यौँ। त्यस्तो प्रविधिहरू हामीले डेभलप गऱ्यौँ भने हाम्रा किसानहरूको क्षमता वृद्धिका साथसाथै आय आर्जनमा पनि राम्रो हुने देखिन्छ र आगामी दिनमा पनि हाम्रो ज्ञान केन्द्रबाट पनि साना किसानहरूलाई चाहिँ प्रविधि दिने, त्यसपछिका अगुवा कृषकहरूले यो प्रविधिलाई आफै अनुसरण गरून् भन्ने हाम्रो मान्यता रहेको छ। केही पालिकाले परियोजनाबाट प्राप्त सफल अभ्यासलाई आफ्नै बजेटमा समेटेर विस्तार गर्ने योजना बनाएका छन्। लिबर्टको सक्षम परियोजना हो, उहाँहरू अब त्यो लगभग अन्तिमतिर आइराख्नु भएको छ र उहाँहरूले छोडेर जाँदाखेरि पनि हाम्रो नगरपालिकाले ज्ञान केन्द्रले हामीलाई सपोर्ट गर्छ, के वडाले पनि सपोर्ट गरेर त्यो परियोजनालाई चाहिँ त्योलाई मात्र होइन कि त्यस्तो किसिमको 4-5 वटा परियोजना नगरपालिकाभरि हामी विस्तार गर्नुपर्छ भन्ने सोचमा उहाँले गरेका योजनाहरूमध्येमा कुनै योजनाहरू हामी वडा कार्यालय र गाउँपालिकाद्वारा साझेदारीमा गर्ने गरेका छौँ र कुनै योजनाहरू उनीहरू आफ्नै बजेटबाट गर्ने गरेका छन्। किसानहरूलाई उहाँले देखाएको बाटो चाहिँ राम्रो छ, यसमा चाहिँ निरन्तरता दिनुपर्छ भन्नेतिर लागेका छौँ। अहिले लक्षित कार्यक्षेत्रमा 162 वटा कृषक समूह, 9 वटा सहकारी संस्था, 3 वटा सामुदायिक बिउ बैंक, 24 वटा समुदाय, 15 वटा वडा तथा 3 वटा स्थानीय स्तरमा विपद व्यवस्थापन समिति गठन भएका छन्। यसबाट 3673 घरधुरी लाभान्वित भएका छन्, जसमा 2901 जना महिला र 772 जना पुरुष रहेका छन्। लाभान्वित मध्ये 94 मुक्त हलिया, 1481 मुक्त कमैया, 380 महिला घरमुली र 297 जना अपाङ्गता भएका व्यक्ति छन्। विगतमा जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित सीमान्तकृत समुदाय जो ज्याला मजदुरीमा निर्भर थिए अब व्यावसायिक कृषकका रूपमा स्थापित हुँदै गएका छन्। उत्पादन र आम्दानी बढेसँगै पोषण तथा जीविकोपार्जनमा सुधार, आत्मविश्वास वृद्धि र समाजले उनीहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। सक्षम परियोजनाबाट प्राप्त सिप, ज्ञान र प्रविधिले सिङ्गो गाउँमै सकारात्मक प्रभाव पारेको छ।
जलवायु मैत्री पर्यावरणीय कृषिको प्रवर्धन तथा अवलम्बन नै बढ्दो जलवायुजन्य असरहरूलाई कम गरी समुन्नत तथा उत्थानशील समुदायको निर्माणको लागि आजको आवश्यकता तथा विकल्प हो भन्ने सन्दर्भमा यो परियोजना सफल अभ्यासको नमुना बनेको छ, जसलाई अन्य क्षेत्रहरूमा पनि विस्तार गर्नु आवश्यक छ।